Hello everyone, welcome to my channel. र आज चाहिँ होली र सबैजनालाई ह्यापी होली भन्न चाहन्छु र प्लस अब हामी चाहिँ होली खेल्दै छौं। बजेको चाहिँ 1 बज्न आँटिसक्यो। यस्तै हैन ढिलो उठेर अनि त्यसपछि नक्कल पार्दा ओर्दा टाइम लागिहाल्यो। अनि अब होलीको कलर भनेको आज कृष्ण भगवानको प्रतीक भनेर पनि मानिन्छ हैन। त्यही भएर होलीको पावन अवसरमा चाहिँ सम्पूर्ण दाजुभाइ दिदी बहिनी आमा बुवा सबैलाई ह्यापी होली भन्न चाहन्छु। र अब म चाहिँ हजुरहरुलाई कलर रेडी पारेर अनि कलर लगाउने बेलामा ट्याग भिडियो सुट गर्छु अनि देखाउँछु है त। हैन त्यसरी नै लाउनु। तपाईं पनि लगाइदिनु भएको जसले बाँकी छ हो त्यो बाँकी छ। ह्यापी होली होली रे रंगायो मेरो चोली। अब हामी चाहिँ हुक जान आँटेको अनि हुक जान आँटेको अनि त्यसपछि हुकमा गएर इन्जोय गरेको भिडियो देखाउँछु। त्यसपछि अब भेटौँला एकछिनमा। बाई। नाना हिँडेका होली मनाउन हामी काठमाडौँको गल्ली तर अहिलेसम्म कोही भेटेको छैन केटाकेटी बाहेक है। घुममा जबरजस्ती लिएर आएको क्या जबरजस्ती मेरो कारणले नभए ननिस्केर अल्छी गरेर अल्छीहरू एटलिस्ट महिनामा एकचोटि आउँछ होइन। एकचोटि मलाई खाएर माथि हुन्छ मलाई यस्तो रंग बरसे। पार्टी शुरू हुई है। स्टैंड करने स्टॉप। राजा जी अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो। हामीलाई चाहिँ हुकमा 5 बजे बाहेक छिर्न मिल्दैन भन्यो अनि हामी अब निस्क्यौँ त्यहाँबाट। 5 बजे पछि चाहिँ त्यहाँभित्र छिर्ने। त्यहाँ भिआइपी पास मतलब होटेलको कोही रेस्टुरेन्टको कोही चिनेको भएर होला त्यहाँनिर मान्छेहरू छिरेको नभए हामीलाई चाहिँ छिर्न दिएन। अनि अब हामी के गर्ने भनेर सोचिरहेको छौँ, सल्लाह गरिराखेको छौँ। कहाँ जाने भन्ने फिक्स छैन। फिक्स गर्नु पर्यो। लेजेन्ड हाम्रो अप्सन भन्दाखेरि उहाँ चाहिँ अब ट्याक्सी चलेर गयौँ तिर्सलातिर। यहाँले दिएन हामीलाई अनि के गर्नु होइन। तिर्सलातिर जानै पर्यो होली खेल्न। घरतिर भएको त अहिले भिजेर ल थाक्लो भएर कति मजा आउँथ्यो। गाउँमा होली भनेको गाउँमै हो। के गर्नु 5 वर्ष भइसक्यो मैले घरतिर होली नखेलेको। 12सम्म चाहिँ थियो। त्यसपछि ब्याचलर यता पढ्न आएपछि मैले होली घरमा गएर खेलेको पनि छैन। अब गाउँको कोही मेरो भाउजू आउनुभएको छ होली खेल्न अनि काठमाडौँको होलीको माहौल कस्तो हुन्छ भनेर देखाउन लिएर गएको। त्यहाँ त हामीलाई छिर्नै दिएन। एक्लै उफ्रिनु के उफ्रिनु अलि भिडभाड भयो एक्लै उफ्रिनु। त्यहाँ 2-3 जना नाचिरहेको थियो अनि एक्लै झ्याउ लाग्यो।
देखाउनु देखेकै बाटो पुगेपछि ए यहाँ छैन नि त नि अलिक धेरै मान्छेको माहौल भएपछि देखाइदिउँला नि होलीमा कस्तो भइरहेको छ मान्छेहरूको माहौल भनेर टिममा अब हामीले छिर्दैछौँ मान्छेहरूको पछाडि चाहिँ होला मान्छेको भिड एकदम छ होइन अब हामी छिरिसकेपछि अब अलिअलि त्यहाँको माहौल देखाउँछौँ त्यसपछि फेरि कहाँ निस्किन्छौँ त्यहीँको देखाउँछौँ है तिर्सराको चाहिँ भिडियो बनाउन पाइएन भन्दा पनि मोबाइल चार्ज सकिएको थियो अनि अब त्यहाँ एकछिन उफ्रिङ गऱ्यौँ अनि अब चाहिँ हामी थमेलतिर जाँदैछौँ आज पुरै काठमाडौँ घुम्न त सकिँदैन तर अलिअलि कता कता हुन्छ त्यहाँ जाँदैछौँ अनि त्यहाँ पुगिसकेपछि चाहिँ देखाउने चाहिँ कोसिस गर्छु तर त्यही हो बिर्सिहाल्दो रहेछु क्या के हुन्छ त्यहाँ गएर उफ्रिन थालिन्छ के गरिन्छ अनि त्यसको चाहिँ बिर्सिएर अनि देखाउने अघि पनि त्यही भएको त्यहाँ बिर्सेर देखाउनै पाइनँ मैले त्यहाँको माहौलहरू तर अलिकति चाहिँ देखाएको छु अगाडि हजुरहरूले हेर्नै भयो होला होइन अनि थाकेर केही खान आएको छु अनि तिनजना उता अघि कन्सर्ट थियो त्यो कन्सर्टको पनि भिडियो मैले हालेको छु हजुरहरूले हेर्नुभयो लिफ्टमा चढ्नु कहिले चढेको छैन चढेको छैन हामी आयौँ पहाडमा माथि हो योभन्दा माथि हो कस्तो दाम छ मैले टिका बनाएर आएको है यो तर यहाँले मन छ सेट हाम्रो भाग्य सेट होइन यस्तो दाम छ क्या तर बन्द रहेछ अब फेरि जाँदैछौँ हामी है आज कति ठाउँ भइसक्यो यस्तो 3 ठाउँ भइसक्यो है अनि पुग्दै हुन्छ राम्रैको लागि हुन्छ भनेर जस्तो हामी अब यहाँ आइपुग्यौँ पुरा छैन यति हो हामी चाहिँ फाइनल्ली आइपुग्यौँ फाइनल्ली अनि चिसो खाना आइपुग्यौँ सानो ठाउँ छ चाहिँ हामी गएको ठाउँमा अब जहाँ मेन आएको भनेको त्यहाँ त हामी सुरुदेखि नै पुगेको छैनौँ एक ठाउँ गयो अहिले 5 बजे आउनु भन्छ एक ठाउँ बन्द छ एक ठाउँ के प्रब्लम भएको थियो फाइनली राम्रै ठाउँमा पुग्यौँ जे हुन्छ राम्रैको लागि हुन्छ भनेको आज थाहा पाएँ हामीलाई चाहिँ होली अब लागिरहेको छ भाउजूलाई चिन्नु हो उहाँ चाहिँ मेरो भाउजू हो होइन चिनीमा चाहिँ चिनेको छैन त्यही हो अब हामी चाहिँ राति भनेर 4 बजी सक्यौँ होइन बसन्तपुर जाँदैछौँ हामी 3 भयौँ होइन कोही एक खोज्दै हिँडेको भेटिनौँ टुराटुरी हामी कोही छैन काठमाडौँमा पनि भन्छ हाम्रो काठमाडौँमा ल ठिक छ हजुरहरूलाई बसन्तपुर पुग्यो भने चाहिँ त्यहाँ पुगेर देखाउँछु यदि पुगेन भने चाहिँ अब डाइरेक्ट हामी रुम जान्छौँ है हजुर एकछिनमा भेट्छु भाइ